नमस्कार। आज हामी एउटा अलि पुरानो तर निकै चाखलाग्दो योजनाको बारेमा कुरा गर्दैछौँ। भक्तपुर जिल्लालाई नमुना बनाउने योजना। हो, यो 2058 सालतिरको कुरा हो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेले अघि सार्नुभएको अवधारणा। मैले नि हेरेँ यो। भक्तपुरलाई एउटा कस्तो भनौँ पर्यटकीय गन्तव्य अनि शिक्षा र संस्कृतिको केन्द्र बनाउने खालको लक्ष्य देखियो। एकदम। यो योजनाको मूल उद्देश्य नै 15 वर्षभित्रमा भक्तपुरलाई देशकै पहिलो स्मारक संरक्षित जिल्ला बनाउने थियो। स्मारक संरक्षित जिल्ला? हो, अनि सँगसँगै पूर्ण साक्षर जिल्ला पनि घोषणा गर्ने। पूर्ण साक्षर पनि? यी त आफैमा ठूला लक्ष्य भए। तर मैले त अझै एउटा कुरा पढेँ नि त्यसमा। हरेक घरमा कम्तीमा एकजना स्नातक वा सो सरहको सिप भएको व्यक्ति, जस्तै कला, सङ्गीत, खेलकुद, भाषा। भाषा, होटल व्यवस्थापन, टुरिज्म गाइड, हस्तकला, मतलब खाली डिग्री मात्र होइन? होइन, व्यावहारिक सिप जसले भक्तपुरको पहिचान पनि जोगाओस् अनि रोजगारी पनि पाओस्। यो त निकै नै अगाडिको सोच भयो नि, होइन? 2058 सालमा यस्तो कुरा। निश्चय नै। यो केवल तथ्याङ्क सुधार्ने मात्र थिएन, सामाजिक आर्थिक पुनर्संरचनाकै प्रयास थियो भन्नुपर्छ। अनि यो सपना जस्तो कुरालाई साँच्चै गर्न सकिन्छ भन्ने आधार चाहिँ के देखाइएको थियो त? यत्तिकै त भनेनन् होला। आधारहरू थिए, जस्तै भक्तपुर जिल्ला आफैमा सानो छ नि त, भौगोलिक रूपमा। हो, व्यवस्थापन गर्न सजिलो। अनि राजधानीसँगै जोडिएको, जिल्लाको लगभग सबै गाविससम्म सडक सञ्जाल पुगेको थियो त्यति बेला नै। पहुँच राम्रो भयो। हो, अनि अर्को महत्त्वपूर्ण कुरा शैक्षिक संस्थाहरू र त्यो बेलाको साक्षरता दर पनि, मतलब औसत 63% थियो। 63% त राम्रै हो नि। हो, कतिपय वडामा त 80% पनि थियो रे। अनि हरेक परिवारमा कम्तीमा एसएलसी पास भएको, 25% परिवारमा स्नातक भएको। यसले गर्दा यो लक्ष्य असम्भव चाहिँ थिएन। एउटा आधार चाहिँ बनिसकेको रहेछ। त्यस्तै देखिन्छ त नै। विशेष गरी जनजाति अनि दलित समुदायको बाहुल्यता भएका क्षेत्रमा त्यहाँ शैक्षिक पहुँच र गुणस्तर बढाउने कुरा थियो। कसरी? शिक्षक तालिम दिने, योग्य शिक्षक राख्ने अनि प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिने, ताकि 90% उत्तीर्ण दर आओस् भन्ने लक्ष्य। 90% नै? हो, अनि यसले के गर्यो भने शिक्षालाई बेरोजगारीसँग जोड्यो के। शिक्षा खाली डिग्रीका लागि मात्र होइन, जीवन चलाउन, जिल्लाको विकास गर्न पो हो त भन्ने सोच। त्यो त एकदम सही कुरा हो। त्यसो भए यो सबैलाई जोडेर हेर्दा सारमा चाहिँ भक्तपुरलाई आत्मनिर्भर, होइन, अनि सुसंस्कृत, शिक्षित, भ्रष्टाचार मुक्त यस्तो नमुना जिल्ला बनाउने सोच रहेछ। त्यही नै हो, संकल्प नै थियो भनौँ न। यसको लागि त सबैजना लाग्नुपर्छ भनेर पनि भनिएको थियो होला। हो नि, जनप्रतिनिधि, बुद्धिजीवी, अभिभावक, शिक्षक, शिक्षा कार्यालय सबैको समन्वय चाहिने कुरा थियो। तर यो भक्तपुरमा मात्रै सीमित थिएन जस्तो लाग्यो मलाई। उपत्यकाकै कुरा पनि जोडिएको थियो क्यारे? थियो। अलि बृहत्तर सोच थियो। जस्तै काठमाडौँ उपत्यकाबाट गलैँचा, गार्मेन्ट, डाइङ जस्ता प्रदूषण गर्ने उद्योगहरू हटाउने। हो र? किन? अनि राजधानीलाई चाहिँ विशुद्ध राजनीतिक, प्रशासनिक र सांस्कृतिक केन्द्र बनाउने, यस्तो सोच। प्रदूषण हटाउने कुराले त अरू समस्या पनि हल हुन्थ्यो होला नि त उपत्यकाको। हो नि, स्रोतमा के भनिएको छ भने यसो गर्दा खानेपानीको अभाव, फोहोर मैला व्यवस्थापन अनि बढ्दो अपराध, ट्राफिक जाम यी सबै समस्या समाधानमा सहयोग पुग्छ भन्ने अपेक्षा थियो। मतलब एउटा जिल्लाको योजना भए पनि दृष्टिकोण चाहिँ फराकिलो रहेछ। हो, अनि बिजुक्सेले यसअघि पनि संसदमा कला र संस्कृति संरक्षण विधेयक, उपभोक्ता संरक्षण विधेयक ल्याउनु भएको थियो रे। अनि भविष्यमा सांस्कृतिक नगर सम्बन्धी विधेयक पनि ल्याउने योजना थियो भन्ने कुराले उहाँको प्राथमिकता कता थियो भन्ने देखाउँछ। सम्मकामा सुन्दा त भक्तपुरको लागि कोरिएको यो खाका निकै विस्तृत र दूरगामी सोच सहितको रहेछ। हो, त्यो बेलाको हिसाबले त निकै नै। यसले एउटा प्रश्न पनि उठाउँछ मनमा, के कुनै एउटा जिल्लालाई यसरी विशेष लक्ष्य राखेर नमुना बनाउन साँच्चै सकिन्छ होला? यो गम्भीर प्रश्न हो। अनि यदि सफल भयो भने यसले देशको अरू ठाउँको विकासको लागि, त्यो मोडलको लागि कस्तो सन्देश देला, कस्तो बहस सुरु गर्ला, यो चाहिँ विचार गर्नुपर्ने कुरा हो।